ल यहाँहरू सबैलाई नमस्कार अनि स्वागत छ मेरो अर्को भिडियोमा। म तपाईँहरूलाई आज हिले नजिकै रहेको हो, हिले त्यसै गरी पाख्रीबासबाट पनि नजिकै रहेको जौटार पिकनिक स्पोट, जौटार सामुदायिक वन र सो आसपासको भिडियो तपाईँहरूलाई म देखाउने छु। भिडियो हेर्दै गर्नु होला है त। ल यो हिले बजार, आज हामी हिलेबाट जौटारसम्म जाँदैछौँ पिकनिक खानुको लागि। हिले सिरान देख्न सक्नुहुन्छ। अब यो पार्क अनि अब हामी हिलेबाट जौटार कसरी जाने र त्यहाँ पिकनिक खानका लागि के सुविधा रहेको छ, पर्यटकीय रूपमा जौटार कस्तो छ। मैले तपाईँलाई योभन्दा अगाडि पनि भिडियो त बनाएको छु, तर पुनः आज अर्को पटक भिडियो बनाएर देखाउँदैछु। कृपया भिडियो हेर्दै गर्नुहोला। हामी जौटार दुईतिरबाट जान सक्छौँ। न्यू रोड हुँदै बुद्ध चोक हुँदै पनि जान सक्छौँ भने हामी यो माउन्टेन र हिले भ्यूको बिच हुँदै पनि हामी जान सक्छौँ। भ्यू टावरदेखि त हेर्नुहुन्छ हिले भ्यू टावर, त्यसको मुनिबाट जौटार छिर्ने बाटो छ। हामी यो बाटो हुँदै पनि जान सक्छौँ। र यो छुट्टिने स्थान भनेको यो ल यो भनेको षडेश्वर मन्दिरको तर्फबाट आउने बाटो, यो भ्यू टावरबाट जाने बाटो। अनि यो भनेको अहिले हामी आएको बाटो। अब यहाँबाट हामी यो उत्तरतर्फको बाटो लाग्नेछौँ, पसल। त्यसै गरी भ्यू टावर बाटो छोडेर हामी यता उत्तरतर्फ लाग्छौँ जौटावरको लागि। यो तलतिर देखिएको हिले न्यू रोड क्षेत्र र यो भने जौटार जाने बाटो। हामी त्यही बाटोको अलिक परसम्म चाहिँ समानान्तर भएर जान्छौँ। त्यस पछाडि त्यो पश्चिमतर्फ लाग्छ, हामी उत्तरतर्फ लाग्छौँ। जौटार जाने बाटो यो माथिल्लोतर्फ भने सिट नम्बर 2 बाहिनी अड्डा हिलेको क्षेत्र पर्छ। त्यसैको मुनि जौटार जानुपर्ने हुन्छ। अब जौटार चाहिँ हामी किन जाने भन्दाखेरि एउटा चाहिँ त्यो पिकनिक खानका लागि हामी त्यहाँ गयौँ भने हाम्रो लागि एकदम उत्कृष्ट हुन्छ। त्यसै गरी त्यहाँको भूगोल, त्यहाँबाट देखिने होइन रमित हेर्न पाइन्छ, त्यो अर्को आकर्षण हुन्छ। त्यसै गरी त्यहाँको जैविक विविधताका कुरा भयो होइन, त्यहाँदेखि चाहिँ पाख्रीबाससम्म चाहिँ हिँड्दै जान सकिन्छ, त्यो अर्को हाम्रो लागि त्यहाँको आकर्षण बन्नेछ। लगायत धेरै कुराहरू चाहिँ हामी जौटारमा पाउँछौँ। तपाईँहरू चाहिँ अझ तपाईँहरूलाई पिकनिक खान को लागि चाहिँ जौटार एकदम उपयुक्त गन्तव्य हो। ल यो हामी आएको एउटा बाटो भयो। त्यसै गरी बुद्ध चोकबाट आउने बाटो चाहिँ यहाँनिर आएर जोडिन्छ। त्यहाँ हुँदै पनि हामी यो निक्लेर अब यहाँबाट चाहिँ संयुक्त रूपमा चाहिँ जौटारको यात्रा गर्नेछौँ। अर्थात् एउटै बाटोबाट चाहिँ अब हाम्रो यात्रा सुरु हुन्छ। ल यस्ता गाउँ बस्तीहरू छिचल्दै हामी जौटारसम्म पुग्न सक्छौँ। ल यहाँबाट अर्को एउटा बाटो छुट्टिन्छ। यो चाहिँ थामडाँडा जाने बाटो हो। हिमाल हेर्नका लागि चाहिँ निकै आकर्षक सुन्दर क्षेत्रको रूपमा परिचित छ थामडाँडा। त्यो बाटो यो बाटो हुँदै जान्छ र यताबाट भने हामी जौटारतर्फै अघि बढ्छौँ। पर जौटारबाट पनि हामी थामडाँडा पुग्न सक्छौँ। करिब 500 मिटर उकालो चढेपछि थामडाँडा पुग्न सकिन्छ। ल बाटो हुँदै यात्रा गर्दा हामी यहाँबाट कृषि अनुसन्धान केन्द्र पाख्रीबास, त्यसै गरी पाख्रीबास बजार दृश्यावलोकन गर्न सक्छौँ। निकै सुन्दर राम्रो र मनोमोहक दृश्य हामी यहाँबाट देख्न सक्छौँ भने। त्यसै गरी पाख्रीबास हुँदै यो माथि आउँदै गरेर यतापट्टि थामडाँडा पर्छ पूर्वतर्फ, त्यहाँसम्म त्यो बाटो हुँदै पनि हामी आउन सक्छौँ। त्यहाँ चाहिँ एउटा ट्र्याक पनि हामीहरूले बनाउन सक्छौँ। पाख्रीबासबाट थामडाँडासम्म होइन, जौटार हुँदै थामडाँडा, डाँडा हुँदै चाहिँ हामी एउटा पदमार्ग निर्माण गर्न सक्छौँ। हामी अहिले जौटार सामुदायिक वन क्षेत्र प्रवेश गरिसकेका छौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ मालिङ्गो, उत्तिस अनि त्यसै गरी विभिन्न प्रजातिका सल्ला लगायत धेरै प्रजातिका बोट बिरुवाहरू हामी देख्न सक्छौँ। तब भने हामी जौटारको मुख्य कार्यक्रम स्थल अर्थात् पिकनिक स्पोट नजिक आइपुगेका छौँ। निकै राम्रो वातावरण छ, सुनसान, जैविक विविधता
लगायत धेरै कुराहरू हामीले यहाँ अनुभूत गर्न पाउँछौँ। हिलेबाट चाहिँ अब जीवन दाइले भन्दै हुनुहुन्छ 15 मिनटमा आउन सकिन्छ। 2 पाङ्ग्रे 3 पाङ्ग्रे 4 पाङ्ग्रे जति पाङ्ग्रे सवारी साधन पनि हामी लिएर आउन सक्छौँ। अगाडि तपाईँहरूले देखि पनि राख्नु भएको छ एकदम आनन्दले। अर्को चाहिँ के हो भने हिले आएर तपाईँहरू बास बस्नु भएको छ भने बिहानी पख मर्निङ वाक तथा इभिनिङ वाकको लागि पनि यो क्षेत्र एकदम नजिक एकदम सहज छ होइन। त्यस्तो डर केहीको मान्नु पर्दैन। आनन्दले सुनसान हुँदा पनि यहीँ ढुक्कले हिँड्न पाइन्छ। यसरी बगैँचाहरू निर्माण गरिएको छ। पिकनिक स्पोट यसरी निर्माण गरिएको छ। यतातर्फ पनि पिकनिक स्पोटहरू रहेको छ र हाम्रो मुख्य कार्यक्रम स्थल अर्थात् पिकनिक स्पोट यता रहेको छ। तपाईँहरूले देख्न सक्नुहुन्छ। तेस्रो चौथो अग्लोगोलमा रहेको पत्रकारहरूलाई दुईटा वास्तविक मिडिया नै छ। त्यही भएर मिडिया नै तगारोमा परेको छ। पत्रकार तगारोमा परेको छ। यो चाहिँ हामीले स्वीकार्ने जौतार सामुदायिक वनमा रहेका जडीबुटीहरू चाहिँ यहाँ यसरी उल्लेख गरिएको छ। पदमचाल, चिराइतो, तेजपात, पाखनबेत होइन, मथिको यता पाकिरहेको छ। धमाधम पकाउने तयारी भइरहेको छ। हाम्रो साधारण सभासँगै पिकनिक तयारी भइरहेको हो यहाँ। निकै राम्रो छ, मजाले खुलेको छ। जौटार क्षेत्रमा धेर त देख्न पाइँदैन, तर एउटा बोट राम्रोसँग देखियो छ। तपाईँहरू पनि जौटार क्षेत्र आउँदै हुनुहुन्छ भने यो खालको कुरा तपाईँहरूले पनि देख्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। पका एकछिन नलजाइकन होइन, हाम्रै हो, आफ्नै सम्झिनु। जौटार आएर चाहिँ तपाईँहरूलाई यसरी आनन्द तरिकाले चाहिँ पिकनिक ठाउँ खुल्ला छ, फराकिलो छ है। यहाँ यसरी व्यवस्थित बनाइएको छ। यहाँ चाहिँ तपाईँहरू आउनु होला। पिकनिक खाने कुनै नयाँ ठाउँको खोजीमा हुनुहुन्छ भने जौटार तपाईँहरूको लागि चाहिँ एउटा उत्कृष्ट गन्तव्य बन्न सक्छ है। हजुर कसै अरे को चाहिँ जौटार सामुदायिक वन एकदम उपयुक्त छ। तपाईँहरू पनि धनकुटा, हिले होइन लगायत स्थानको नजिकैको कुनै यस्तो गन्तव्य खोजिराख्नु भएको छ भने जौटार सामुदायिक वन तपाईँहरूका लागि उपयुक्त बन्न सक्छ। कृपया आउनुहोला होइन, रमाइलो गर्नुहोला, आफ्नो क्षेत्रलाई चाहिँ एकदम अविस्मरणीय बनाउनु होला है त।
ल यो जौटार क्षेत्रको अर्को एउटा सुन्दर स्थल हो भ्यू हेर्न हिमालयमा निकै राम्रो देखिन्छ गुराँस रोपिएको छ होइन चौतारी बनाइएको छ पछि भविष्यका लागि एकदम राम्रो छ गुराँस फुल्न थालेपछि निकै राम्रो हुन्छ जौटार क्षेत्र हामी यो पिकनिक स्पटभन्दा केही पर छौँ अहिले हाइकिङ गर्दैछौँ यो छोटो छोटो एकछिन लागि निकै रमाइलो छ यो हिँड्नका लागि पनि एकदम होइन आनन्दको चराचुरीको सुमधुर आवाजसँग हामी हिँडिरहेको सल्लीपिरमा लड्ने क्रम जारी छ त्यही पनि यात्रा रोकिएको छैन को अनि त हो लड्ने ए निकै रमाइलो छ यो करिब 1.5 किलोमिटर परसम्म मन्दिर रहेको छ मन्दिरसम्म हामी यस्तै बाटो हिँड्दै पुग्नेछौँ तर आज हामी त्यहाँसम्म पुगेछौँ केही वरसम्म पुगेर फर्किनेछौँ निकै राम्रो छ सुन्दर छ तपाईहरु आएर यसरी हाइकिङ गर्न सक्नुहुन्छ है यो हिले हुँदै पाख्रीबाससम्म यो बाटोबाट हाइकिङ गर्न सक्नुहुन्छ त्यसैगरी पाख्रीबासबाट यता पाख्रीबासबाट हिलेतर्फ पनि हाइकिङ गर्न सक्नुहुन्छ सल्लीपेरले अलिअलि हामीहरूलाई हैन लडाउन खोजिरहेको छ ल अब भने कुहिरो उठ्दैछ तल्लो क्षेत्रबाट कुहिरो आइरहेको छ एक अब 15-20 मिनेट लाग्छ यहाँ भर्खर प्राकृतिक रूपमा निकै सुन्दर छ यो स्थान यात्रा हाम्रो जारी छ अहिले देख्न सक्नुहुन्छ लोक्ता अर्ग्याली लगायतका विभिन्न जडीबुटी वनस्पतिहरूले सुसज्जित छ यो क्षेत्र त्यसैगरी फाँटिला चौरीहरू यो अब अघिसम्म मौसम क्लियर थियो अब अहिले कुहिरो उठेर आउन थालिसक्यो गुराँस तपाईँहरूले देख्न सक्नुहुन्छ झुरुप झुरुप गुराँसहरू रहेका छन् सुत्रो तपाईँहरूले देख्न सक्नुहुन्छ यो जग्गा ऐँसेलु लगायत धेरै खालका प्रजातिहरू रहेका छन् सुत्रो ल यो सुत्रो चाहिँ खाना पनि मिल्छ चुत्रो चाहिँ निकै सुन्दर आकर्षक नागीहरू रहेका छन् यहाँ चाहिँ देख्न सक्नुहुन्छ एकदम गजब छ तपाईहरू एक दिन हिँड्ने ठाउँ खोजिराख्नु भएको छ करिब 1.5 देखि 2 घन्टा मात्र हिँड्छु भन्ने लाग्छ नि तपाईहरुको लागि एकदम राम्रो गन्तव्य बन्छ है टाइम मिलाएर आउनु होला घुम्नु होला ल निकै सुन्दर नागिरहेको छ तपाईहरुले देख्न सक्नुहुन्छ मैले तपाईहरुलाई यहीसम्म देखाउनको लागि ल्याएको थिएँ एकदम सुन्दर नागी छ तपाईहरुको यात्रा एकदम रमाइलो हुन्छ कृपया आउनु होला घुम्नु होला है त मैले तपाईहरुलाई हिलेदेखि जौटार र जौटारबाट चाहिँ यो नागीसम्मको भिडियो बनाएर देखाएँ कृपया आउनु होला हेर्नु होला घुम्नु होला मनोरञ्जन लिनु होला है त यो चुत्रोको सिजन हो हाम्रो नारायण सोल्टा एकदम चुत्रो टिपिराख्नु भएको छ चुत्रो कस्तो हुन्छ भन्नुहुन्छ होला अब यो क्षेत्रको उचाइको कुरो गर्नुपर्दा पाख्रीबास परको डाँडो 1850 छ पाख्रीबास करिब 1700 को उचाइमा छ भने त्योभन्दा उकालो चढ्दै आउँदाखेरि उचाइ बढ्दै जान्छ र यहाँ चाहिँ माथि ठामडाँडासँग पुग्दाखेरि चाहिँ 2050 मिटरको उचाइमा हामी पुग्नेछौँ त्यो बिचमा चाहिँ 2000-1900 त्यो रेन्जमा छन् यो क्षेत्र एकदम रमाइलो छ
आउनु होला घुम्नु होला है त। ल है आजको यात्रा हामीले गरिसकेका छौँ। यो ठाउँमा के देखिन्छ ठाउँ कस्तो छ भन्ने बारे तपाईँहरूलाई हामीले देखाइसकेका छौँ। कृपया तपाईँहरूलाई यो ठाउँ कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला है त।